So describe the codominance with suitable example. अब codominance भनेको के हो? अहिलेसम्म हामीले यति बुझ्यौं कि there is a dominant allele and there is a recessive allele. Dominant allele recessive लाई suppress गर्छ, आफूलाई express गर्छ. अब दुईटा यस्तो एलिलहरु जुन चाहिँ डोमिनेट गर्दैन, कोएक्जिस्ट गर्छ सँगै, कोडोमिनेन्स देखाउँछ, त्यसलाई कोडोमिनेन्स भनिन्छ. कोडोमिनेन्सको एउटा एक्जाम्पल अघि भर्खर मैले भनेको थिएँ, एउटा इम्पोर्टेन्ट कुरा छ. मल्टिपल एलिलिजमको एक्जाम्पल के हो? ब्लड ग्रुप. त्यही ब्लड ग्रुप नै कोडोमिनेन्सको पनि एक्जाम्पल हो. सो आन्सर यही छ हैन, यो बुकमा पनि आन्सर छ, पढ्दाखेरि भयो, बट कन्सेप्ट चाहिँ बुझौं है त. ब्लड ग्रुप ए हुन्छ कसैमा, कसैमा ब्लड ग्रुप बी हुन्छ हैन. अब जो मान्छेको बडी भित्र प्योरली ब्लड ग्रुप ए मात्रै छ, हाइब्रिड ब्लड ग्रुप ए हैन कि ब्लड ग्रुप ए छ, ब्लड ग्रुप ए छ. अनि अर्को मान्छेको बडीमा चाहिँ ब्लड ग्रुप बी छ भने अब ग्यामेट बनाम, हाफ द नम्बर. ग्यामेट बनाइसकेपछि अब अफस्प्रिङ बनाम हो. अब यो मान्छेको ब्लड ग्रुप के हुन पायो? एबी हुन पायो. ए र बी हुँदा एले पनि डोमिनेट गरेन, बीले पनि डोमिनेट गरेन, मान्छेको ब्लड ग्रुप के भयो? एबी भयो. सो कोडोमिनेन्स विथ सुटेबल एक्जाम्पल भन्यो भने चाहिँ डेफिनेसन लेख्दिने कि दुईटा एलिल विल कोएक्जिस्ट टुगेदर, दुईटै मजाले एक्सप्रेस हुन्छ तर डोमिनेट हुनलाई पनि गर्दैन. अब इट इज इम्पोर्टेन्ट टर्म कि दुईटै मजाले एक्सप्रेस हुन्छ.